ल नमस्ते एभ्रिवान। यो हाम्रो के रहेछ भन्दाखेरि सेकेन्ड पार्ट रहेछ। के भन्छ भन्दाखेरि सेन्स अर्ग्यानको आईको सेकेन्ड पार्ट रहेछ है। यो पार्टमा हामीले के जान्नेछौँ भन्दाखेरि मेकानिजम अफ भिजन र केही एप्लाइड एस्पेक्टहरू लाइक आई रिलेटेड प्रब्लमहरू है त। ल पहिला हामी मेकानिजम अफ भिजन जान्नुभन्दा अगाडि पहिला हामी के जानौँ भन्दाखेरि इनर मोस्ट लेयरको बारेमा म अलिकता क्विक रिक्याप गर्नेछु हाम्रो फर्स्ट भिडियोबाट। र मैले के भनेको थिएँ, इनर मोस्ट लेयर हाम्रो के हुन्छ, रेटिना हुन्छ है त, जुन कि मेन लेयर हुन्छ कसको लागि, मेकानिजम अफ भिजन। किन मेन लेयर हुन्छ भन्दाखेरि किनभने यसमा के हुन्छ, फोटो रिसेप्टरहरू हुन्छ है। फोटो रिसेप्टर अर्थात् के हुन्छन् भन्दाखेरि रड्स र कोन सेल्स हुन्छन् है त। के हुन्छ, रड्स र कोन सेल है त। ल पहिला हाम्रो के हुन्छ भन्दाखेरि लाइट रेजहरू के हुन्छ, एयर मिडियमबाट वाटरी मिडियममा हुन्छन्। हाम्रो के हुन्छ, प्युपिलबाट लेन्सबाट कहाँ गएर कन्भर्ज हुन्छ भन्दाखेरि हाम्रो रेटिनामा लाइट रेजहरू के हुन्छ, कन्भर्ज हुन्छ है त। अनि त्यहाँबाट हाम्रो के हुन्छ, फोटो रिसेप्टर सेलहरू स्टिमुलेट हुन्छन्। फोटो रिसेप्टर सेल्स भन्नाले के हुन्छ, रड्स र कोन सेल्सहरू। त्यो स्टिमुलेट भएको कारणले हाम्रो के हुन्छ भन्दाखेरि एउटा पाथवे हुन्छ, भिजुअल पाथवे चालु हुन्छ। त्यहाँबाट हाम्रो अप्टिक नर्भले कहाँ लान्छ, थ्यालामसबाट कहाँ लान्छ भन्दाखेरि इम्पल्सलाई भिजुअल कर्टेक्समा लान्छ। त्यहाँबाट हामी के हेर्छौँ, भिजन हेर्छौँ है त, इमेज बन्छ है त। ल अब हामी के जानौँ भन्दाखेरि रेटिना। मैले के भनेको थिएँ भन्दाखेरि ठ्याक्कै हाम्रो लेन्सको पछाडि एउटा येल्लो बडी हुन्छ है त। त्यसको नाम के हो भन्दाखेरि म्याक्युला लुटिया है त। त्यसको बिचमा एउटा थिन्ड आउट पोर्सन हुन्छ, त्यहाँ के हुन्छ, फोभिया सेन्ट्रालिस भन्छौँ है त। यो एकदम इम्पोर्टेन्ट लेयर है हुन्छ त। यहाँ खालि के हुन्छ, अन्ली कोन्स आर प्रेजेन्ट है त, जसले गर्दा यहाँ हाई भिजुअल एक्युटी हुन्छ है त। हाई भिजुअल एक्युटी हुन्छ है त। के हुन्छ, हाई भिजुअल एक्युटी मोस्ट इम्पोर्टेन्ट है। फोभिया सेन्ट्रालिस भन्नाले के हुन्छ, इट कन्टेन्स अन्ली कोन सेल्स है त, अन्ली कोन सेल्स। अनि त्यसले गर्दा के हुन्छ, यहाँ एकदम हाइएस्ट भिजुअल एक्युटी हुन्छ है त। यो एकदम फ्युचर प्रोभाबल एमसिक्यू है त। फोभिया सेन्ट्रालिसमा के हुन्छ, हाम्रो एकदम हाई भिजुअल एक्युटी हुन्छ है त। र मैले अहिले फर्स्ट भिडियोमा एउटा कुरा छुटाएको के हो भन्दाखेरि हाम्रो कर्निया केले, कुन इपिथेलियम हाम्रो कर्नियामा प्रेजेन्ट हुन्छ भन्दाखेरि नन केरेटिनाइज्ड स्ट्राटिफाइड, नन केरेटिनाइज्ड स्ट्राटिफाइड स्क्वामस इपिथेलियम हुन्छ है त। नन केराटिनाइज्ड स्ट्राटिफाइड स्क्वामस इपिथेलियम है त। नन केरेटिनाइज्ड स्ट्राटिफाइड इपिथेलियम हुन्छ है त। इपिथेलियम हुन्छ, नन केरेटिनाइज्ड स्ट्राटिफाइड इपिथेलियम हुन्छ है त। ल यो हुन्छ है त। यो एउटा अर्को कुरा जानिराख है त। ल अब त्यसपछि हेर, ल अब हामी के भन्छ भन्दाखेरि मेकानिजम अफ भिजन पढ्न गइरहेछौँ। र मेकानिजम अफ भिजन भनेको यो हामीले ट्याक्कै त्यो रेटिनाको जब कुरा गरेको थिएँ नि पहिलो भिडियोमा, मैले के भनेको थिएँ, रेटिना भनेको इनर मोस्ट लेयर हो, 10वटा लेयर हुन्छ। त्यसमा मेन भनेको हेर, लाइट कसरी आउँछ भन्दाखेरि लाइट पहिला हाम्रो के हुन्छ, ग्याङ्ग्लियोनिक सेलबाट बाइपोलर सेलबाट फोटो रिसेप्टरमा जाने हो। र एक्स्ट्रा जुन लाइटहरू थियो त्यो हाम्रो के हुन्छ, कोरोइडले के हुन्छ, एब्जर्प्सन गर्छ। कोरोइडले एब्जर्प्सन गरेर यसलाई इन्टर्नल रिफ्लेक्सनलाई प्रिभेन्ट गर्छ है त। इन्टर्नल रिफ्लेक्सनलाई प्रिभेन्ट गर्छ है त। इन्टर्नल रिफ्लेक्सनलाई प्रिभेन्ट गर्छ। ल यति याद राख। ल अब के हुन्छ, त्यसपछि के हुन्छ भन्दाखेरि जब लाइट हाम्रो फोटो रिसेप्टरमा पर्छ नि त, त्यहाँबाट अब के हुन्छ, इम्पल्स जेनेरेट हुन्छ। र इम्पल्स हाम्रो के हुन्छ भन्दाखेरि फोटो रिसेप्टर पछि बाइपोलर सेल, बाइपोलर सेल पछि के हुन्छ, ग्याङ्ग्लियोनिक सेल, ग्याङ्ग्लियोनिक सेल पछि हाम्रो अप्टिक नर्भले यसलाई कहाँ लान्छ, थ्यालामसमा लान्छ। थ्यालामसबाट हाम्रो के हुन्छ भन्दाखेरि भिजुअल कर्टेक्समा जान्छ। भिजुअल कर्टेक्समा हाम्रो के हुन्छ, इमेज बन्छ र हामीले इमेज हेर्ने हो है त। ल अब के म अघिदेखि फोटो रिसेप्टरको भनिरहेको छु नि त। ल वाट आर फोटो रिसेप्टर सेल्स है त। ल फोटो रिसेप्टर सेल्स हाम्रो दुईवटा हुन्छन्, एउटा भनेको रड्स, अर्को भनेको हाम्रो कोन्स है त। रड्स हाम्रो के हुन्छ भन्दाखेरि ट्वाइलाइट भिजनको लागि हुन्छ, भन्नाले अन्धेरा क्या, डार्कर भिजनको लागि हुन्छ कि रड्स। हाम्रो कोन्स भनेको के हुन्छ, कलर्ड भिजनको लागि हुन्छ है त। ल यो एकदम बेसिक एमसिक्यू है त। हाम्रो के हुन्छ, रड्स भनेको के हुन्छ, ट्वाइलाइट भिजनको लागि हुन्छ। कोन्स भनेको के हुन्छ, कलर्ड भिजनको लागि हुन्छ है त। कलर्ड भिजनको लागि हुन्छ, आइम सो सरी, यहाँ के हुन्छ, कलर्ड भिजनको लागि हुन्छ है त। ल यो जानिराख है त। ल अब के जानौँ भन्दाखेरि हाम्रो के हुन्छ भन्दाखेरि रड सेल्समा के हुन्छ भन्दाखेरि एउटा पिगमेन्ट हुन्छ है त।
के हुन्छ एउटा पिगमेन्ट हुन्छ है त। त्यो पिगमेन्टको नाम के हो भन्दाखेरि रोडोप्सिन। के हो भन्दाखेरि रोडोप्सिन। जब हाम्रो रोडोप्सिनमा के हुन्छ भन्दाखेरि लाइट फल हुन्छ है त। के हुन्छ भन्दाखेरि लाइट फल हुन्छ नि बाबु, तब के हुन्छ भन्दाखेरि यो दुईटामा टुक्रिन्छ क्या, दुईटामा। एउटा भनेको हाम्रो अप्सिन, अर्को भनेको हाम्रो के हुन्छ अल ट्रान्स के हुन्छ रेटिनल हुन्छ है त, अल ट्रान्स रेटिनल हुन्छ है त। अब हेर यो जुन टुट्ने यो ब्रेकडाउन भयो नि, यो ब्रेकडाउनलाई हामी के भन्छौँ मोस्ट इम्पोर्टेन्ट है, मोस्ट इम्पोर्टेन्ट कुरा त्यसलाई हामी के भन्छौँ ब्लिचिङ भन्छौँ है त। के भन्छौँ ब्लिचिङ भन्छौँ है त, यो जानिराख है। रोडोप्सिन पिगमेन्ट टुट्नुलाई हामी के भन्छौँ लाइटको प्रेजेन्समा के भन्छौँ ब्लिचिङ भन्छौँ है त। यो ब्लिचिङले गर्दा नै हाम्रो के हुन्छ इम्पल्सहरू जेनेरेट हुन्छ है त। के हुन्छ इम्पल्स हुन्छ जेनेरेट, के हुन्छ इम्पल्स जेनेरेट हुन्छ है त। ल यो जान। अब यस्तै गरी हाम्रो कोन्समा कुन पिगमेन्टहरू हुन्छ भन्दाखेरि क्लोरोप्सिन हुन्छ क्या, क्लोरोप्सिन हुन्छ है त। के हुन्छ क्लोरोप्सिन हुन्छ। त्यसपछि अर्को भनेको इराइब्रोप्सिन हुन्छ है, रप्सिन हुन्छ। त्यसपछि हाम्रो अर्को भनेको साइनोप्सिन हुन्छ है त, साइनोप्सिन हुन्छ। यो भनेको कसको हुन्छ ग्रिन कलरको लागि हुन्छ। यो भनेको रेड, इरेद्रो भनेकै रेड हुन्छ है त। अनि साइनोप्सिन हुन्छ, साइनोप्सिन भनेको के हुन्छ ब्लू हुन्छ है त। ल भेरी भेरी इम्पोर्टेन्ट भन्नाले जब हाम्रो के हुन्छ भन्दाखेरि फोटो रिसेप्टर्समा के पर्यो भन्दाखेरि लाइट पर्यो, लाइट पर्यो भन्दाखेरि हाम्रो के हुन्छ भन्दाखेरि रोडोप्सिन जुन रड सेल्समा हुन्छ त्यो ब्रेक हुन्छ, ब्रेक हुन्छ हाम्रो अप्सिन्स प्लस के हुन्छ अल ट्रान्स रेटिनलमा। त्यसपछि हाम्रो त्यहाँतिर के हुन्छ फोटो रिसेप्टरमा ब्लिचिङ प्रोसेस हुन्छ जसले गर्दा इम्पल्स जेनेरेट हुन्छ। यो यहाँ फोटो रिसेप्टरमा जेनेरेट भएको इम्पल्सहरू कसलाई इम्पल्स, त्यसपछि हाम्रो के हुन्छ बाइपोलार सेल स्टिमुलेट हुन्छन्। त्यसपछि हाम्रो ग्याङ्ग्लियोनिक सेल स्टिमुलेट हुन्छन्। ग्याङ्ग्लियोनिक सेलले के गर्छ अप्टिक नर्भले यो इम्पल्स क्यारी गर्छ। कहाँ क्यारी गर्छ भिजुअल कर्टेक्स द्याट इज थ्यालामसतिर लान्छ। थ्यालामस पछि भिजुअल कर्टेक्समा जान्छ द्याट इज अक्सिपिटल लोबमा। त्यसपछि हाम्रो के हुन्छ इमेज त्यहाँ बन्छ र हामीले इमेज हेर्ने है त। ल दिस इज अल अबाउट मेकानिजम अफ भिजन है त। ल अब हामी के हुन्छ भन्दाखेरि एप्लाइड एस्पेक्टमा कुरा गरौँ है त। एप्लाइड एस्पेक्ट है, एप्लाइड एस्पेक्ट भन्नाले केही हाम्रो आई रिलेटेड प्रब्लम्सहरू है त। ल पहिला हामी कमन आई रिफ्र्याक्सन इररहरू जानौँ क्या, कमन रिफ्र्याक्सन इरर अफ आई भनेर जानौँ है। कमन रिफ्र्याक्सन है, कमन रिफ्र्याक्सन प्रब्लम अफ आई है त, कमन रिफ्र्याक्सन प्रब्लम अफ आई भनेर जानौँ है त। ल पहिलो भनेको हामीले एकदम फ्यामिलियर नेम है त, फिजिक्समा पढ्दै आइरहेको छौँ मायोपिया। त्यसपछि हामी के जान्छौँ हाइपरमेट्रोपिया। त्यसपछि अर्को के पढ्छौँ एस्टिग्म्याटिजम, एस्टिग्म्याटिजम है त। त्यसपछि अर्को हामी के पढ्छौँ भन्दाखेरि हामी के पढ्छौँ प्रेसबायोपिया है त, प्रेसबायोपिया। ल यो जानुभन्दा अगाडि म के भन्छ भन्दाखेरि अलिक केही कुराहरू भन्ने छु है, बेसिक कन्सेप्ट दिनेछु है त। बेसिक कन्सेप्ट हाम्रो के हुन्छ भन्दाखेरि हामी फार अब्जेक्ट हेर्दा के हुन्छ, त्यसपछि हामी नियर बाई अब्जेक्ट हेर्दा के हुन्छ है त, है त। हाम्रो आईले एउटा एमसिक्यू के याद राख भन्दाखेरि हाम्रो सबसे नियर अब्जेक्ट हामी भनेको 25 सेन्टिमिटर हुन्छ है त। 25 सेन्टिमिटरसम्म हामी नियर भिजन हेर्न सक्छौँ है त। ल अब के हुन्छ भन्दाखेरि हामी एउटा दुईवटा सिनेरियो बनाऊँ है त। एउटा फार सिनेरियो हुन्छ, एउटा नियर बाई अब्जेक्ट। मानिहाल एउटा एकदम राम्रो मान्छे एकदम टिलिक्क परेको एउटा राम्रो केटा आइरहेछ है त, एउटा मस्त एकदम राम्रो तिम्रो फुटबलर अथवा राम्रो मनपर्ने क्रिकेटरहरू एउटा टाढामा छ है त। तब मानिहाल यो एउटा मान्छे भयो जो एकदम फारमा छ, यो भनेको तिमी भयो, तिम्रो के भयो भन्दाखेरि आँखा भयो है त, तिम्रो के भयो आँखा भयो है त। अब हेर यहाँ के मेकानिजमहरू जानौँ है। ल यो भनेको हाम्रो तिम्रो आई भयो, यो भनेको तिम्रो आई भयो, यो भनेको के हुन्छ भन्दाखेरि त्यो हेर पहिला के जान भन्दाखेरि यदि हामीले टाढाको कुरा हेरिरहेछौँ भने त्यसको रेज कस्तो हुन्छ प्यारलल रेजहरू हुन्छ क्या। के हुन्छ प्यारलल रेज। फार अब्जेक्टमा आउने रेजहरू के हुन्छ प्यारलल रेज हुन्छ है त, प्यारलल रेज। ल यो प्यारलल रेजहरू के हुन्छ भन्दाखेरि आउँछन् र आईमा पर्छन् क्या, आईमा पर्छन्। यो प्यारलल रेज अब के हुन्छ भन्दाखेरि हाम्रो के हुन्छ लेन्सले है त, लेन्सले के गर्छ भन्दाखेरि लेन्सले के गर्छ भन्दाखेरि यसलाई कन्भर्ज गराउँछ है त।
कहाँ कन्भर्ज गराउँछ भन्दाखेरि रेटिनामा। कहाँ गराउँछ भन्दाखेरि रेटिनामा है त। रेटिना मैले के भने हामीले जब टाढाको अब्जेक्ट हेर्छौँ, हाम्रो टाढाको अब्जेक्ट हेर्छौँ, त्यहाँबाट के हुन्छ प्यारलल रेजहरू आउँछ। प्यारलल रेजहरू लेन्समा पर्छन्, लेन्समा परेपछि त्यहाँतिर के हुन्छ कन्भर्जेन्स अफ द रेज हुन्छ र त्यो लेज कहाँ पर्छ भन्दाखेरि रेटिनामा पर्छन्, जसले गर्दा हामीले के हेर्छ टाढाको अब्जेक्टहरू हेरिरहेछौँ है त। ल अब हामी मानिहाल केही एउटा पेन्सिल अथवा एउटा के हुन्छ मान्छे झ्याप्पै तिम्रो नजिक आयो क्या, झ्याप्पै नजिक आयो क्या, के भन्दाखेरि झ्याप्पै नजिक आयो है। अब त्यो मान्छे झ्याप्पै नजिक आउँदा तिम्रो के हुन्छ भन्दाखेरि आई के हुन्छ एकोमोडेट गर्छ क्या, एकोमोडेसन अफ आई हुन्छ क्या। त्यहाँतिर के हुन्छ भन्दाखेरि हामी नियर बाई अब्जेक्ट हेर्दैछौँ भने, हेर नियर बाई अब्जेक्ट हेरिरहेछौँ भने भन्दाखेरि त्यो रेकमेन्ड भनेको 25 सेन्टिमिटरसम्म है त। त्यो नियर बाई अब्जेक्टहरूमा आउने रेज भनेको डाइभर्जेन्ट रेजहरू हुन्छ क्या। के हुन्छ डाइभर्जेन्ट रेजहरू हुन्छ क्या, के हुन्छ डाइभर्जेन्ट रेजहरू हुन्छ है त। डाइभर्जेन्ट रेजहरू हुन्छ, के हुन्छ डाइभर्जेन्ट रेजहरू हुन्छ है, के हुन्छ डाइभर्जेन्ट रेज है, डाइभर्जेन्ट रेज। ल हेर डाइभर्जेन्ट रेज जब आउँछ नि, जब आईमा पर्छ, आईको लेन्सले त्यसलाई के हुन्छ कन्भर्ज गर्छ है, कन्भर्ज गर्छ। जब डाइभर्जेन्ट रेज आउँछ यो के हुन्छ कन्भर्ज हुन्छ, कहाँ हुन्छ रेटिनामा, के हुन्छ रेटिनामा है। अनि त्यसपछि बल्ल हामी के हेर्छौँ इमेज हेर्छौँ भन्नाले जब हामी टाढाको अब्जेक्ट हेर्छौँ प्यारलल रेज आउँछ, के आउँछ प्यारलल रेज आउँछ। अब जब के हुन्छ भन्दाखेरि हामीले नजिकको अब्जेक्ट हेर्छौँ डाइभर्जेन्ट रेजहरू आउँछ, डाइभर्जेन्ट रेज के हुन्छ कन्भर्ज हुन्छ। कसले कन्भर्ज गर्छ भन्दाखेरि लेन्सले कन्भर्ज गर्छ, कहाँ गर्छ रेटिनामा है। अब कसरी गर्यो त हेर त्यो जान। हेर नर्मली के हुन्छ जब हामी टाढाको अब्जेक्ट हेरिरहेछौँ नि, फार अब्जेक्ट हेरिरहेछौँ, हाम्रो सिलियरी मसल्स र अर्को कुरा के जान भन्दाखेरि सस्पेन्सरी लिगामेन्ट है। जब हामी टाढाको कुरा हेर्दैछौँ भने हाम्रो सिलियरी मसल्स कुन स्टेटमा हुन्छ भन्दाखेरि रिल्याक्स स्टेटमा हुन्छ। के हुन्छ रिल्याक्स स्टेट। जब यो सिलियरी मसल्सहरू के हुन्छ भन्दाखेरि रिल्याक्स स्टेटमा भयो नि, यो रिल्याक्स स्टेटमा भयो भने हाम्रो के हुन्छ सस्पेन्सरी लिगामेन्टहरू कन्ट्र्याक्ट गर्छ है, कन्ट्र्याक्ट गर्छ। के हुन्छ कन्ट्र्याक्ट गर्छ। कन्ट्र्याक्ट गर्यो भने के हुन्छ भन्दाखेरि यसले के हुन्छ, यसले लेन्सलाई तान्छ क्या, लेन्सलाई तान्छ। यसले के गर्छ लेन्सलाई तान्ने भयो र लेन्स अझै के हुन्छ वाइड हुने भयो क्या, अझै के हुन्छ वाइड हुने भयो, जसले गर्दा के हुन्छ यो प्यारलल रेजहरू के हुन्छ हाम्रो रेटिनामा के हुन्छ भन्दाखेरि कन्भर्ज हुन्छ है त। के हुन्छ कन्भर्ज हुन्छ, भेरी भेरी इम्पोर्टेन्ट, कन्भर्ज हुन्छ है त। अब त्यसपछि हाम्रो के हुन्छ भन्दाखेरि अब के हुन्छ भन्दाखेरि सस्पेन्सरी मसल के हुन्छ भन्दाखेरि कन्ट्र्याक्ट हुन्छ, जसले गर्दा हाम्रो के हुन्छ भन्दाखेरि एपर्चर बढ्छ है त। लेन्सको एपर्चर हाम्रो के हुन्छ भन्दाखेरि इन्क्रिजेस, के हुन्छ भन्दाखेरि इन्क्रिजेस है त। के हुन्छ एपर्चर के हुन्छ भन्दाखेरि इन्क्रिजेस है, हैन पर्चर के हुन्छ इन्क्रिज हुन्छ। त्यस्तै गरी जब हामी नजिकको अब्जेक्टहरू हेर्छौँ नि हाम्रो के हुन्छ भन्दाखेरि सिलियरी मसल्स है, के हुन्छ भन्दाखेरि सिलियरी मसल्सहरू के हुन्छ हाम्रो के हुन्छ भन्दाखेरि र सस्पेन्सरी लिगामेन्ट, के हुन्छ सस्पेन्सरी लिगामेन्ट हुन्छ। के हुन्छ सस्पेन्सरी। हेर सिलियरी मसल्सहरू के हुन्छ भन्दाखेरि हाम्रो के हुन्छ रिल्याक्स स्टेटमा हुन्छ, के हुन्छ रिल्याक्स स्टेटमा हुन्छ। हेर अब के हुन्छ भन्दाखेरि यो हेर हाम्रो जब नजिकको अब्जेक्ट हेरिरहेछौँ भन्दाखेरि हाम्रो सिलियरी मसल्सहरू के हुन्छ कन्ट्र्याक्टेड स्टेटमा हुन्छ है त, कन्ट्र्याक्टेड, जसले गर्दा के हुन्छ यो कन्ट्र्याक्ट भयो भने हाम्रो सस्पेन्सरी लिगामेन्ट के हुन्छ रिल्याक्स हुन्छ है त। जब यो रिल्याक्स भयो नि, यो रिल्याक्स भयो भने यो अझै के भयो भन्दाखेरि यो रिल्याक्स हुने भयो, रिल्याक्स गर्दा यो के हुन्छ बढ्ने भयो क्या, यो चाहिँ फ्ल्याट हुने भयो, के भन्छ भन्दाखेरि एकदम खुम्चिने भयो क्या, जसले गर्दा एपर्चर अझै यो के हुन्छ डाइभर्ज हुने भयो क्या, लेन्स के हुन्छ डाइभर्ज हुने भयो, जसले गर्दा के हुन्छ भन्दाखेरि हाम्रो के हुन्छ यो डाइभर्जेन्ट रेजहरू के हुन्छ भन्दाखेरि हाम्रो के हुन्छ कन्भर्ज भएर के हुन्छ रेटिनामा फल हुन्छ है त। ल भेरी भेरी इम्पोर्टेन्ट। ल यसरी हाम्रो नर्मल के हुन्छ भन्दाखेरि तिम्रो मेरो जब टाढाको अब्जेक्ट हेर्दा अथवा नियर बाई अब्जेक्ट हेर्दा हाम्रो के हुन्छ भन्दाखेरि एकोमोडेसन हुन्छ आई, योहरू भनेको के हो एकोमोडेसन अफ आई है। ल अब त्यसपछि अब के भन्छ भन्दाखेरि अब के एप्लाइड एस्पेक्ट पढौँ। ल फर्स्ट अफ अल हामी के पढौँ भन्दाखेरि मायोपिया है, मायोपिया। ल त्यो जान्नु अब हेर यो एउटा इमेजबाट हेरौँ है। ल हेर अब यो भनेको हाम्रो मायोपिया भनेको के हो भन्दाखेरि हामी के भन्छौँ यसलाई, अर्को नाम भनेको सर्ट साइडनेस है, सर्ट साइडनेस है भनेको नजिकको कुरा हेर्न सक्ने, नियर बाई अब्जेक्ट क्यान बी सिन है, तर के हुन्छ भन्दाखेरि बट फार अब्जेक्टलाई हामी हेर्न सक्दैनौँ, फार अब्जेक्ट क्यान नट बी
सिन है त। ल अब किन भन्दाखेरि हेर मैले अघि के भने यो नर्मल आयो, यो टाढा यो इन्फिनिटीमा भएको अब्जेक्टलाई हामी हेरिरहेछौँ। यो लेन्सले के गरिरहेछ भन्दा यसलाई कन्भर्ज गरिरहेछ। कहाँ कन्भर्ज? किनभने सिलियरी मसल रिल्याक्स स्टेटमा हुन्छ अनि के हुन्छ यो सस्पेन्सरी लिगामेन्ट कन्ट्र्याक्ट हुन्छ, जसले गर्दा यो एपर्चर बढ्छ, जसले गर्दा यो प्यारलल लेजर के हुन्छ कन्भर्ज हुन्छ रेटिनामा अनि हामीले इमेज हेर्छौँ। अब मायोपियामा के हुन्छ भन्दाखेरि यो इन्फिनिटीबाट यो फार पोइन्टबाट आएको कुराहरू के हुन्छ भन्दाखेरि यो के हुन्छ भन्दाखेरि यहाँतिर के हुन्छ नि यो लेन्सले फोकस गर्ने भनेको कहाँ हो? रेटिनामा हो। तर के हुन्छ इमेज रेटिनाभन्दा अगाडि नै फोकस भइरहेछ क्या, जसले गर्दा हामीले के भइरहेछ भन्दाखेरि टाढाको अब्जेक्ट हेर्न गाह्रो भइरहेछ। त्यो कन्डिसनलाई हामी के भन्छौँ? मायोपिया भन्छौँ। ल अब यसको मोस्ट इम्पोर्टेन्ट भनेको करेक्टेड है। करेक्टेड बाई के हुन्छ भन्दाखेरि भेरी भेरी इम्पोर्टेन्ट एमसिक्यू है। के हुन्छ भन्दाखेरि बाई कन्केभ है। बाई कन्केभ लेन्सले हामीले करेक्ट गर्छौँ कसलाई भन्दाखेरि हामी मायोपियालाई है त। मायोपिया जसले गर्दा हाम्रो यो बाई कन्भेक्स लेन्सले के गर्छ भन्दाखेरि हाम्रो कन्भर्जेन्स गराउँछ कलातिर भन्दाखेरि रेटिनामा है त। ल दिस इज एमसिक्यू अफ मायोपिया। अर्को भनेको हाम्रो के हुन्छ भन्दाखेरि हाइपरमेट्रोपिया हुन्छ है। के भन्छौँ? हाइपरमेट्रोपिया अथवा यसको अर्को नाम भनेको लङ अथवा फार साइटनेस है। फार साइटनेस है त। ल अब यसमा के हुन्छ भन्दाखेरि हामीले के हुन्छ हेर, यसमा के हुन्छ भन्दाखेरि हाइपरमेट्रोपियामा के हुन्छ भन्दाखेरि फार अब्जेक्ट हामीले के हुन्छ भन्दाखेरि हाम्रो के हुन्छ भन्दाखेरि हेर यसमा टाढाको हेरिन्छ तर नर्मल नजिकको कुरा हामीले यसमा हेर्न सक्दैनौँ क्या। नजिकको कुरा हेर्न सक्दैनौँ। किन हेर्न सक्दैनौँ? किनभने मैले के भन्थेँ जब नजिकको रेजहरू आउँछ नि त, नजिकको रेज आउँदा के हुन्छ भन्दाखेरि डाइभर्जेन्ट हुन्छ। यो के हुन्छ लेन्सले यसलाई के हुन्छ कन्भर्ज गर्छ है त। अब तर के हुन्छ भन्दाखेरि यसमा के हुन्छ कन्भर्जेन्स पावर लस हुन्छ क्या, लस हुन्छ, जसले गर्दा के हुन्छ भन्दाखेरि यहाँ के हुन्छ भन्दाखेरि लेन्सको हाम्रो हुनु पऱ्यो हेर हाइपरमेट्रोपिया मायोपियामा के भइरहेको थियो? रेटिनाको अगाडि कन्भर्जेन्स भइरहेको थियो, तर हाइपरमेट्रोपियामा के हुन्छ भन्दाखेरि लेन्सको पछाडि के हुन्छ भन्दाखेरि इमेज फर्म हुन्छ क्या। हेर भिजनको लागि कहाँ इमेज फर्म हुनु पऱ्यो? रेटिनामा। तर हाइपरमेट्रोपियामा के हुन्छ भन्दाखेरि यो नियर बाई अब्जेक्टहरू के हुन्छ भन्दाखेरि यति कन्भर्ज हुन सक्दैन रेटिनामा, पछाडि गएर कन्भर्ज हुन्छ, जसले गर्दा हामीले इमेज हेर्दैनौँ। सो हाइपरमेट्रोपियामा के हुन्छ भन्दाखेरि नियर बाई अब्जेक्ट क्यान नट बी सिन एन्ड के हुन्छ तर के हुन्छ भन्दाखेरि फार अब्जेक्ट क्यान बी सिन है त। ल अब त्यसपछि यसलाई करेक्ट कसरी गर्छौँ भन्दाखेरि करेक्टेड बाई युजिङ भेरी भेरी इम्पोर्टेन्ट बाई कन्भेक्स लेन्स है त। बाई कन्भेक्स लेन्स। ल यो अर्को एमसिक्यू है त। ल अब त्यसपछि अर्कोमा पुगौँ। अर्को इरर भनेको हाम्रो एस्टिग्म्याटिजम हो है। एस्टिग्म्याटिजम भनेको के हो भन्दाखेरि यो यस्तो कन्डिसन हो जसमा लाइट रेजहरू के हुन्छ भन्दाखेरि सार्प पोइन्टमा हाम्रो ल्याउन सक्दैन क्या अहिले। भन्नाले हाम्रो सार्प पोइन्ट भनेको यो थियो नि फोबिया सेन्ट्रालिस, त्यहाँतिर हामीले लाइटलाई ल्याउन सक्दैनौँ क्या। यो भनेको एकदम नर्मल हो। यदि तिम्रो मेरो सबै आइमा प्रेजेन्ट हुन्छ, यदि नर्मल छ भने यसलाई फिजियोलोजिकल एस्टिग्म्याटिजम भन्छौँ। यदि यो एकदम बढ्यो भने त्यसलाई एबनर्मल मानिन्छ, त्यसलाई हामी के भन्छौँ? एस्टिग्म्याटिजम। एस्टिग्म्याटिजम भन्नाले यो भनेको एउटा नर्मल कन्डिसन हो जसमा के हुन्छ भन्दाखेरि लाइट रेज आर नट ब्रट टु द सार्प पोइन्ट अपन रेटिना है त। ल अब अर्को भनेको हाम्रो के हुन्छ? प्रेसबायोपिया। के हो? प्रेसबायोपिया भनेको के हो भन्दाखेरि यसमा हामी इनएबिलिटी जसरी एज बढ्यो है त, एज जसरी बढ्दै जान्छ नियर बाई अब्जेक्टको हेर्ने हाम्रो काम के हुन्छ भन्दाखेरि डिक्रिज हुँदै जान्छ क्या, डिक्रिज हुँदै जान्छ। त्यसलाई हामी के भन्छौँ? प्रेसबायोपिया भन्छौँ है त। र दिज आर द डिफ्रेन्ट के हुन्छ भन्दाखेरि एप्लाइड एस्पेक्ट अथवा कमन रिफ्र्याक्टरी इरर अफ आई। म यतिमै हाम्रो के हुन्छ सेकेन्ड पार्ट टुङ्ग्याउन चाहन्छु। दिस इज अल अबाउट मेकानिजम अफ भिजन एन्ड एप्लाइड एस्पेक्ट अफ आई। थ्याङ्क यू।